हेलो नमस्ते साथीहरु। आज चाहिँ हामी डाक्टर शशाङ्क सरलाई भनेर भेट्न भनेर हामी सबैजना मिलेर जाँदैछौँ। और गाइस हामी न्यू एकिन्दै हुनुहुन्छ विशेष उहाँ चाहिँ हामीलाई सरप्राइज दिन्छु सरी हाम्रो इनलाई सरप्राइज दिने कुरा थियो अस्ति खासमा बस तपाईँ भट्पर्दा निनीलाई सरप्राइज दिन आउँछु 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 भन्नुभएको थियो हैन। तर घरि केही मिलेन त्यही भएर उहाँले नम्बर पनि दिनुभएको थियो अनि हाम्रो च्याटिङ भइरहेको थियो टिकटकमा। तर वास्तविक कुरा अलिकति नमिलेको कारणले गर्दा हामी आफै चाहिँ शशाङ्क ताम्राकार सरलाई नभनिकन भेट्न भनेर जाँदैछौँ हैन। हामी उहाँलाई फोन पनि गराएको छैनौँ, कल पनि गरेको छैनौँ, हामी आउँदैछौँ भने जस्ट सरप्राइज उहाँले चाहिँ हाम्रो निनीलाई सरप्राइज दिने भन्नुभएको थियो। अनि ठिकै छ नि त हामी नै उहाँलाई सरप्राइज दिउँ न त भनेर चाहिँ हामी अहिले घरबाट हिँडेका छौँ। लेट्स सी हेरौँ कस्तो हुन्छ है, भने जस्तो हुन्छ हुँदैन, उहाँको रियाक्सन कस्तो हुन्छ, हाम्रो कस्तो हुन्छ। अस्तिको चोटि हामी बोल्न पनि सकिनँ बोलाउन पनि सकिनँ अनि त्यसचोटि चाहिँ उहाँलाई नै विशेष भेट्न लाग्यो भनेर गएको। अब भेट्न गइसकेपछि चाहिँ सायद बोलाउन सकिन्छ सकिन्न हेरौँ, लेट्स सी। हामी चाहिँ क्याम्प जाँदैछौँ विशेष यहाँ देख्न सक्नुहुन्छ हाम्रो बिग फ्यान अफ शशाङ्क ताम्राकार। अनुहारमा छेकेको रहेछ, अनुहारमा छेकेको रहेछ। गजब बेइज्जती है। हामी चाहिँ यहाँ क्याम्प आइसकेको छौँ। दुईजना अगाडि हिँड्नुहुँदैछ तर हाम्रो डाक्टर साहब कहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा छैन। उहाँले फोन नम्बर त दिनुभएको छ तर अब यहाँ आइसकेर सर तपाईँ कहाँ हुनुहुन्छ भनेर सोध्न पनि नभएको। अब यसरी हेरौँ है उहाँ कता हुनुहुन्छ, सायद ब्रेक टाइम हो अनि यो ब्रेक टाइममा भेट्छौँ भन्ने आशाले चाहिँ हामी भेट्छौँ। अनि सरप्राइज हुन्थ्यो र सरप्राइज भनेर नभनेको नि त हामी चाहिँ। हामी चाहिँ डाक्टर शशाङ्क ताम्राकार सरलाई पर्खिरहेछौँ। होइन यो बिल्कुल झुट कुरा हो। यहाँनिर यो यसको हालत एकदमै खराब भइरहेको छ, सबसे खराब। यता हाम्रो बिग फ्यान म चाहिँ होइन है, तिमी पनि हो। म चाहिँ होइन है, तिमी पनि हो। हामी प्रतीक्षामा छौँ, खाना खान जानुभएको छ होला अनि खाएर आउनुहुन्छ अनि यहाँनिर झ्याप्पै सरप्राइज दिउँ के भन्छ भनेर बसेको। सरप्राइज के भनेर बसेको, भेट्नु भनेर बसेको। हाम्रो सर त कहाँ जानुभयो छिटो आउनुहोस् न सर, छिटो आउनु। पर्खिँदा अब चाहिँ लास्ट स्टेजमा छौँ। 2 पनि बजिसक्यो, खाना खाएर आउनु भएन। अब डाइरेक्ट 2 नम्बरमा जाने बेला अवस्था आइसक्यो। युट्युबमा हाल्ने हेरौँ, आज खासै भेटघाट होला जस्तो छैन। आज पनि भेटघाट भएन, यता बिमारी भइसक्यो पर्खिँदा। म चाहिँ भाग्दैछु झन् मेरो नजिक आउँछ होइन त भागेर हुन्छ। आज पनि खासै भेटघाट होला जस्तो छैन साथीहरू है। अब के गर्नु, यस्तै भइहाल्यो। अब के गर्ने अब एकछिन पर्खिन्छौँ उहाँलाई। अब कसरी टाइम पास गरिरहेको छौँ है, गाह्रो भइसक्यो। अब एकछिन पर्खिन्छौँ अनि त्यसपछि लेट्स सी हेरौँ के हुन्छ। हामी यही छौँ डेन्टल अगाडि, अफिसै अगाडि आउँदा पनि भेट्न हुने कस्तो खाले हो भनेर भिडियो हाल्नु भएको छ कि भनेर हेर्नु लगाएको छैन। कति
बाइकमा खोइ कुन के भोलि खोइ कतातिर जान्छ अरे नि त दबाईहरू उयो गर्नलाई बाँड्नु अनि त्यो लोड गरेर लोड गर्न जानु भएको छ अरे भनेपछि आज क्याम्प आउनुहुन्न होला के आउनुहुन्छ अरे गाह्रो पर्यो सरप्राइज दिन आएको आफै सरप्राइज आउनुभयो सर आइसक्नु भएको छ होइन बाइकमा आउँदो रहेछ उहाँ चाहिँ बुलेटमा उहाँ आउनुभयो अनि हामी अलिक पर छौँ हामी देख्न सक्दैछौँ होइन उहाँ आउनुभयो हामी उहाँलाई भेट्न जाँदैछौँ उहाँ चाहिँ सरासर आउनुभयो र भित्र जानुभयो होइन अब हामी कसरी जाने कसरी बोलाउनु थाहा छैन अनि यो रहेको छ हाम्रो डाक्टर शशाङ्क सरको बुलेट बाइक सबैजनाले चिन्नुहुन्छ अब के गर्ने बोलाउनु कुरा गर्दैछ सुबिक्सेर बोलाउनु गयो आज डाक्टर शशाङ्क सरलाई भेट्ने साथसाथै सुबिक्सा आरसिटी पनि गर्ने भनेर डाक्टरको सल्लाह लिन आएको थियो अनि साथै उसले चाहिँ डाक्टर सल्लाह लिने भयो र ऊ चाहिँ सल्लाह लिँदैछ अनि हामी चाहिँ टाढो बसेर हामी दुईजनाको भिडियो गर्दैछौँ किनभने नजिक जाने छेउमा जाने त हामी टाढै बसेर उहाँको भिडियो गर्दैछौँ हेर्दैछौँ होइन सुबिक्सा चाहिँ डाक्टर आरसिटी गर्नु भन्दैछ अनि उसलाई चाहिँ डाक्टर सरले आरसिटी चाहिँ बाहिरै गर्नु भनेर सल्लाह दिनुभएको छ किनभने यहाँ चाहिँ टिचिङ गर्नेहरू हुन्छ अनि उनीहरूले बिगारिदिन सक्छ बाहिर एक्सपर्ट गर्नु भनेर यहाँनिर सल्लाह सुझाव आइसकेको छ अनि हामी यहाँनिर आइपुगेर पनि हामीले सल्लाह खिच्ने भए भनेर बोलाउनु भइसकेर चाहिँ हामी उहाँको भएको ठाउँमा गयौँ र फोटोहरू खिचायौँ दुवैतिर तपाईँ लजाएर हैरान छ अनि आज पनि सुबिक्सा नभएको भए चाहिँ हामीले फोटो खिच्दैन थियौँ सायद बोलाउन नै थिएन भने अनि सुबिक्सा गयो बोलाइदियो होइन अनि उसले आफ्नो दाँतको बारेमा पनि सोध्यो अनि तपाईँलाई भेट्नु भनेर मेरो साथीहरू आएको छ भनेर उसले हामीलाई पनि चिनाइदियो अनि उसले पनि गरेर हामीले फोटो पनि खिच्यौँ सायद आज ऊ नभएको भए आज पनि हामी नबोली अथवा नभेटी फनक्क फर्केर आउँथ्यौँ पर्खिँदै फर्केर आउँथ्यौँ अनि उसले नै गरेर हामीले यहाँनिर फोटो खिच्ने अवसर पाएर हामी यहाँनिर फोटोहरू खिचेर फर्केका छौँ हुन्छ हेरेर खुसीको सीमै छैन यो त थोरै बेर बोलेन त टिमहरू मनाएको भए नि न बहुत तेज हो रहा है क्यामेरा जो सरलाई भेट्यो खुसी लाग्यो हो त्यसरी बोल्नु के भन्छ सरलाई भेट्यो खुसी लाग्यो जे भए पनि हामी जस्तोहरूसँग पनि मजाले बोलिदिनु भयो होइन हजुर
सोचेको भन्दा राम्रो है जे होस् हामीले जसरी सोचेको थियौँ त्यो भन्दा चाहिँ राम्रोसँग बोलिदिनु भयो, राम्रो लाग्यो। अब कतिपयहरू त त्यस्तो गर्नुहुन्न नि त, अलिकति व्यवहार तल माथि हुन्छ, तर त्यो राम्रो लाग्यो, राम्रो भयो। हामीले चाहिँ लगभग 1 घन्टा 45 मिनट समथिङ 2 घन्टा पर्खेर हामीले डाक्टर शशाङ्क ताम्राकार सरलाई भेटेर हामी अहिले घर फर्किँदैछौँ। अनि सुरुमा चाहिँ हाम्रो वेट गर्न एकदमै गाह्रो भयो है, साह्रो भयो। वेट गर्दाखेरि त्यस्तो पनि गाह्रो हुन्छ, हाम्रो पनि भयो। तर फाइनली जब वेट गरिसकेपछि चाहिँ हामीले जुन उहाँमा भेट्यौँ, जुन उहाँमा एक प्रकारको चाहिँ हुन्छ नि, के भनौँ, उहाँलाई भेटिसकेपछि चाहिँ कुरेको खेर गएन जस्तो भयो होइन, रमाइलो भयो, सोचेको भन्दा राम्रो भयो। जति जे जस्तो भयो भने ठिक छ होइन, ठिकै छ। यति भन्दै आजको भ्लगलाई यहीँनिर अन्त्य गर्न चाहन्छु। मलाई हेर्दैछ, हामी घर जाँदैछौँ साथीहरू। अनि शशाङ्क ताम्राकार सरसँग अस्तिदेखि भेट्ने कुरा भएको थियो, आज फाइनली लाग्यो। भन्दै अब नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई गाइस। लाइक, कमेन्ट, सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् ल।